यता चाहिँ घोडा पनि रहेको छ। तपाईहरु हर्स राइडिङ गर्न साली भेना आउँदैछ। साली भेना साली लजायो साली लजायो। एभ्रीवान वेलकम टु माई न्यू व्लग। अहिले चाहिँ हामी झापादेखि इलाम जाँदैछौँ अनि अहिले चाहिँ हामी छौँ चारली भन्ने ठाउँमा र यहाँदेखि कन्याम जाने गाडी पक्रेर अब हामी जान्छौँ कन्याम। यता अगाडि साली भेना टुई हिँड्दै हुनुहुन्छ। आम्मामा के साह्रो गर्मी हो। हामी पहाडको मान्छे त तराईमा आएर त उसिनिने रहेछौँ के। लास्टै गर्मी हुने रहेछ हामीलाई। मलाई चाहिँ लास्टै गर्मी भएको छ। यहाँको मौसम ठिक त ठिकै छ, यतिको धेरै गर्मी भन्न त मिल्दैन। त्यही नै हामीलाई चाहिँ धेरै गर्मी भयो। हामी कन्याम जाने ए हस् कन्याम जाने गाडी चाहिँ अगाडि लाग्दै रहेछ। हामी जाँदैछौँ। हेलो के छ त बुताङजी? कन्याम जानु पाउँदा खुसी हो? त्यही त सानो मैचाको के छ ऊ चाहिँ लजाइरहेको छ गाई छ। गर्मी छ र पनि जाँदैछौँ हामी। अब यो तराईको झापाको चिसो गर्मी इलामको कन्याम पुगेसँगै समाप्त हुनेछ केही क्षणको लागि। ए जाउँ हजुर जाउँ छ कन्याम जाने गाडी हो भाइकोमा चढ्नु है। भन्नुपर्छ त्यहाँ। ओइ अवतार कतिजना भयो? भोलि हो हामी चाहिँ के अगाडि बस्ने हो हामी चाहिँ। ए ओके ल ठिकै छ नि त प्याक छ भने त। गर्मी भयो ए हैन एकजना कपाल छोडेको गर्मी भयो उद्धुमै। पनि पानी किन्नु गएको छ। पानी किनेर आउँदैछ। म झ्यालमा बस्छु। भेनाको उता बाटोपट्टि जाउँ। झ्यालमा बसौँ। ल थ्याङ्क यू। अहिले चाहिँ हामी यहाँ बर्नीको पुलमा छौँ। पुल चाहिँ एकदम धेरै लामो रहेछ अनि यो चाहिँ अहिलेको समयमा एकदम भाइरल पनि रहेको छ। अनि यहाँ तल टक्क खोला पनि रहेछ होइन। जो रमाइलो छ। वारिपारि डाँडाहरू मजाले देखिँदो रहेछ अनि त्यस्तो धेरै टाढा पनि होइन रहेछ, नजिकै। अब आफूलाई फ्रेस हुनु जान मन लाग्दा घुम्नु जानु मन लाग्दा चाहिँ छिटो होइन छिटो मिठो राम्रो ठाउँमा जान पाइने रहेछ। राम्रो छ तल हेर्नु न मकैबारी हजुर। चाहिँ बर्ने पुल घुमेर अब फेरि हामी मासतिर जाँदैछौँ। बुने तिमीलाई कस्तो लाग्यो? फर्स्ट टाइम हो? यता बुताङ चाहिँ भिडियो खिच्दै हुनुहुन्छ। एकछिन घुम्यौँ अब हामी जान्छौँ। हामी अहिले बर्ने पुलबाट फोटो भिडियो खिचेर अब हामी फेरि कन्यामतर्फ प्रस्थान हुँदैछौँ। कस्तो लागिरहेछ त यात्रा बुताङजी? ठिक छ। हाई एभ्रिवान अहिले चाहिँ हामी कन्याम आइसकेका छौँ। यहाँनिर हामी उत्रियौँ गाडीदेखि। अब हामी कता जान्छौँ? यहाँ तलतिर एकछिन रोड क्रस गऱ्यौँ अनि यहाँ तल आयौँ। ठ्याक्कै कन्याम बजार हो यो। बजारमा चाहिँ अनि यहाँनिर चाहिँ छुर्पीहरू चक्लेटहरू चढ्ने रहेछ। तपाईँलाई हामी यो इलाम कन्याम बजार देखाउँछौँ। अलि ज्यादा लानुपर्छ होइन?
साथीहरू मलाई चाहिँ कस्तो धेरै भोक लागिसक्यो होइन खाना चाहिँ खाना खाएर निक्लेको त्यति बेला चाहिँ मेरो पेट अटस मटस भएको थियो धेरै खाएँ भन्ने खालको थियो आउँदा आउँदै भोक लाग्यो फेरि मलाई चाहिँ कस्तो हुन्छ भने यसरी घुम्न निक्लिएपछि होइन धेरै भोक लाग्छ कि के खाउँ कस्तो खाउँ टाइपको भइरहेको छ सो अब मेरो बुढा पनि कता जानुभयो छैन अब थुक्पा मेरो फेभरेट साथीहरू हाम्रो लागि चाहिँ खाजा आयो यहाँनिर अब चाहिँ हामी खाजा खान्छौँ साथीहरू दाजु यो बुताङजीको चाउमिन हो अनि यो मेरो थुक्पा फेभरेट यो बुनेको मोमो प्लिज बिजी हुनुहुन्छ बुताङजी खानुहोस् खानु न कस्तो छ सालीको चोरेर खायो भेनाले अरे अरे कस्तो छ मिठो छ यता चाहिँ फुलहरू पनि बेच्नु राख्नु भएको रहेछ अब चाहिँ हामी यता परतिर जान्छौँ एकछिन अनि त्यसपछि मासतिर जान्छौँ अनि ओहो क्या आनन्द है कस्तो जाडो भयो मलाई ज्याकेट बोक्नु मन मलाई उयो त के हुडी लाउनु नदिएको मान्छे मैले भनेको नि असलसम्ममा त कस्तो जाडो उ त तल पनि चिया बगान छ मानिसहरूले भाँडातिर धुनु हुँदो रहेछ नि होइन यहाँ पिकनिक खाने ठाउँ हो यहाँ पहिला आउँदाखेरि कस्तो राम्रो रहेछ कति धेरै आनन्द के यता हेर्नु न एकदम धेरै रमाइलो लागिरहेको छ इलाममा आउनु पाउँदा एकदम फ्रेस जाडो भएको छैन आनन्द भइरहेछ अघि झापामा गर्नु झन्डै म त सिलिक्कै भएको नि यहाँ त क्या आनन्द भयो जाडो भएको फिल नै रहेछ मलाई त यही भएको छ अब म घर पनि जान्न होला भन्ने बस्नुमा एउटा घर चाहिँ यता बनाइराख्नु निकाल्नु न क्यास सो यता चाहिँ घोडा पनि रहेको छ तपाईँहरू हर्स राइडिङ गर्न चाहनुहुन्छ भने छ बुताङ चाहिँ रहर गर्दै हुनुहुन्छ घोडा चढ्ने अब केही क्षणपछि एकछिन घुमेर बुताङजीको म चाहना पुरा गरिदिन्छु हर्स राइडिङ गर्ने ओके ओके यहाँ सोच्छु ल चढ्ने हो तपाईँ नचढ्ने डर लाग्छ मलाई त चढ्नु सोधौँ त होस् इलेक्सनमा यो जाउँ ए ल
हेर्नु सक्नुहुँदैछ हिँडेर जानुपर्छ नि अहिले चाहिँ हामी यहाँ माथि डाँडामा आएको छौँ। यहाँदेखि चाहिँ यता कन्याम वरिपरि सबैतिरको दृश्यहरू मजाले देखिन्थ्यो कि, तर अहिले चाहिँ मौसम धुम्म भएको कारणले यता वरिपरिको दृश्यहरू चाहिँ हामीले हेर्न पाएका छैनौँ। तर आज मौसमको खासै भर छैन कि, अघि एकछिन घाम्दा थियो फेरि परिवर्तन भयो। सो यदि मजाले मौसम खुलेको थियो भने म यता वरिपरिको सबै चिया बगानहरूमा तपाईँहरूलाई देखाउँथेँ होइन, तर पनि केही छैन। हल्का फुल्का यता हुँदो चाहिँ देखिरहेछ। ओके लु हुन्छ, बस म खिच्छु। अब हामी यहाँ फोटो सेसनको कार्यक्रम गर्छौँ साथीहरू। हामी चाहिँ यो भ्यू पोइन्टदेखि यता परतिर जाँदैछौँ। अहिले चाहिँ हल्का मौसम खुल्दैछ। साली बेना आउँदैछ। साली बेना, साली लजायो, साली लजायो। यहाँ चाहिँ भेनाश्रीले सारी नानीको फोटो खिच्दै हुनुहुन्छ। दुईजना साली भेना लजाउनुहुन्छ। लजाउने साली भेना के यस्तो नि, नलजाऊ के। हट भएर पट भएर कता हिँडेको। मेरो गीत सुनेर मान्छे बिहोस हुन्छ। अहिले चाहिँ हामी माथि जाँदैछौँ साथीहरू। यता वरिपरि घुम्यौँ। अघि चाहिँ ड्रेस सकिएको थियो, बन्द थियो, अनि अब चाहिँ गएर रहेछ भने हामी ड्रेस लगाउँछौँ इलाममा। अनि त्यस पछाडि एकछिन फोटो खिच्छौँ अनि फेरि हामी हाम्रो वासस्थानतर्फ लाग्छौँ। के गर्नु, दिनभरिको रमझम घर त फिर्केर जानै पर्यो होइन त बुने। मौसम चाहिँ चिसो छ, कुल छ, आनन्द छ। जिउस एकदम रमाइलो भयो इलाम आएर। अनि धेरै घुइँचो रहेछ इलाममा चाहिँ अहिले, किनभने अब नयाँ वर्ष नि आउन लाग्यो नि त, त्यो भएर पनि हो ला सायद। अहिले चाहिँ हामी यहाँ माथि डाँडादेखि यता वरिपरि सबैतिर हेरेर अनि अहिले हामी झर्दैछौँ यहाँ तल। अनि यहाँ तल झरेपछि चाहिँ अघि चाहिँ ड्रेस सकिएको थियो कि, बन्द भइसकेको थियो। अनि अहिले चाहिँ रहेछ भने हामी चाहिँ ट्राई गरेर लगाएर त्यस पछाडि हामी फोटोसोटो खिचेर घर जान्छौँ। मलाई चाहिँ ड्रेस भएन मेरो साइजको, अनि बुनुले चाहिँ लगायो। अनि बुनु चाहिँ हिँड्दैछ होइन, साइज चाहिँ नभएको भएको हो। मैले चाहिँ अर्कै ड्रेस लाउन खोजेको थिएँ, अनि त्यो ड्रेसको हुनेको चाहिँ कलर मन परेन। अब लाउँदाखेरि त कलर राम्रो भएको आफूलाई सुहाउने लाउनु पर्यो नि त, अनि यसो भएन। अनि बुनुले चाहिँ यो नेवारी ड्रेस लगायो। अनि अब हामी फोटो भिडियो खिच्छौँ एकछिन अनि जान्छौँ। गाइस यता चाहिँ फोटो भिडियो खिच्नेहरूको घुइँचो छ होइन, किनभने एक बार आउने जिन्दगीमा है इलाम भनेको सधैँ पटक आइदैन नि त, कहिलेकाहीँ आइन्छ। सो त्यही भएर पनि होला थुप्रो मान्छेहरूले फोटो भिडियो खिच्दै हुनुहुन्छ। अनि यहाँ बाटैभरि बल्ल बल्ल उछिन्दै यहाँनिर आइपुग्यो। अब चाहिँ म बुनेको भिडियो फोटो सुट गर्छु। यता चाहिँ कस्तो राम्रो भ्यू आउँदो रहेछ कि साथीहरू। अनि त्यो भनेर आएको बुनेर म मात्र आएँ भने बुढासँग कस्तै टिकटक बनाउनु भनेको
गलेर हि भएर उतै बस्नुभयो क्या। अनि सो हामी दुईजना मात्र आउँदैछौँ। अनि अब टिकटक पनि बनाउँछु म। को आउनु भएको छ यो कन्याममा आउनु भएकोले मेरो भिडियो हेरेर लाइक कमेन्ट अनि सब्सक्राइबमा पनि आएको छु भनेर कमेन्ट गर्नुहोस् ल। सो गाइस अहिले चाहिँ हामी यता चिया बगान घुमेर अब हामी जाने तयारीमा छौँ। अब जान्छौँ अनि परदेखि गाडी पक्रेर हामी उता जान्छौँ। घुम्यो लास्टै रमाइलो भयो। भिडियो हेर्नुभयो भने यो भिडियोलाई लाइक कमेन्ट अनि सब्सक्राइब गरिदिनु होला। र तपाईँहरू पनि इलाम हेर्न घुम्न चाहनुहुन्छ भने आउनु होला भन्दै बाई बाई।